गोठाला भाइ ऊ चाहिँ एकदम गोठाला गर्नु म कडा। कति भयो गोठाला गरेको? 8 दिन जस्तो। 8 दिन जस्तो भयो। मजा आउँछ? के खाएको अन्त अहिले? हेरौँ त, एउटा देऊ न, म पनि खाइदेऊ न। हामी तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ केरा पाक्यो, बोटमै पाएको छ, एउटा दुईवटा त, एउटा यहाँनिर रहेछ। ऊ यसको त झन् कति पाएको छ, आम्मा आम्मा पुरै पाएको छ। यस्तो बोलेरो पिकअपहरू मात्रै चढ्ने गर्छ क्या हाम्रो गाउँमा चाहिँ ग्यास चल्दैन अरू गाडी सानो सानो ट्रेनहरू पारि। यो सबै इन्डिया हो। हाम्रो देवको देवाको घर गाउँ बसेको छ यो जग्गामा चाहिँ क्या, हात्तीखर्का भन्छ। Hello guys, welcome back to my new vlog, new day new vlog। आजको भ्लग म तपाईँहरूलाई भिलेज टुर टाइटल अनि थम्बनेलहरू हेरिसकेर थाहा भइसक्नु भयो होला तपाईँहरूलाई। अहिले भने म यता हाम्रो गाउँको जङ्सनमा आइरहेको छु। पार्किङ भन्छ है यो जग्गाको नाम। अनि धेरै पनि पहिला यहाँ गाडीहरू हुने गर्थ्यो यो जग्गामा चाहिँ। अहिले चाहिँ गाडी नभएको कारणले गाउँमा अहिले यहाँबाट चाहिँ यहाँ चाहिँ हो पार्किङ एरिया। सो यहाँनिर पार्किङ एरिया पर्छ गाइस। अनि तपाईँहरूले यहाँ यो देख्ने गरेको चाहिँ बेरु टावर, यतिभरि चाहिँ बेरु टावर हो। अन्त यो पारी पारी देखेको चाहिँ सबै इन्डिया हो गाइस, हेर्नुहोस् इन्डिया हो योहरू सबै इन्डिया। यो घरहरू भयो, योहरू सबै इन्डिया भयो होइन। अनि त्यही त अब हिजो भ्लग गर्नु सकिनँ किनभने मलाई एकदमै घाँटीको अवस्था बिग्रिरहेको छ होइन, घाँटी दुखिरहेको छ भनौँ न। अनि त्यो भएको कारणले गर्दा हिजो भ्लग बनाइनँ। र आज चाहिँ तपाईँहरूलाई म केही हाम्रो गाउँ देखाउँ भनेर चाहिँ यो भ्लग स्टार्ट गर्दैछु। पहिलोचोटि हाम्रो गाउँ यहाँबाट स्टार्ट भएको छ है। अनि आज चाहिँ आउटलेयर जस्तो म तपाईँहरूलाई देखाउनेछु गाउँ चाहिँ आउटलेयर जस्तोमा। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ पानीले बाटो खोलेछ। यहाँ चाहिँ एउटा अप छ नि त, अप यस्तो अप भएकोले गर्दा यहाँ डबल रोड, यता पार्किङबाट आउने, यहाँ तपाईँ डाइरेक्ट आउने है, त्यस्तो छ। अनि यहाँबाट जाँदाखेरि चाहिँ तपाईँहरूले हाम्रो गाउँ चाहिँ यहाँबाट देख्नुहुन्छ है। तपाईँहरूलाई म देखाउँछु, यहाँबाट चाहिँ छङ्गै देख्छ क्या। यो उता जाने हात्ती ए जाने रोड हो। अनि हाम्रो गाउँ चाहिँ यस्तो ठाउँमा बसेको गाउँ यहाँ। यो मैले देखाएको पार्किङ एरिया भयो यो है। अनि गाइस यहाँनिर हाम्रो देवाको घर, यस्तो यस्तो घरहरू छ क्या हाम्रोमा चाहिँ अहिले स्टिल पनि। उयो परको घर पनि त्यस्तै हो। यो चाहिँ तर अहिले मेन्टेनेन्स गर्दैछ, मैले तपाईँहरूलाई अस्ति देखाएको थिएँ, मेन्टेनेन्स गर्दैछ होइन। अन्त यहाँ पर अगाडि भ्यान भएको छेउमा चाहिँ हाम्रो घर यता पर्छ, यता चाहिँ हाम्रो घर हो है। यहाँ हाम्रो निनी र हाम्रो घर छ। अनि यस्तो परिकारको गाउँ बसेको छ यो जग्गामा चाहिँ क्या। पारी पारी हेर्नुहोस्, यो हाम्रो के पो भन्छ यहाँनिर के पो भन्थ्यो, घोन्डे टार भन्छ, घोन्डे टार। सो घोन्डे टार चाहिँ यहाँनिर छ भनेदेखिलाई यता मुनि जङ्गल भएर फेरि एउटा गाउँ चाहिँ यहाँ बसेको छ, बिरु खोला होइन, यस्तो छ। अनि यो पारि हात्तीखर्का ए हो हाम्रो। यता चाहिँ यो पार्ट चाहिँ बी, यो बिचमा चाहिँ खोलाले छुट्याएको छ। सो त्यो कारणले गर्दा चाहिँ यो बिचको खोप छैन, यस्तो गरेर यहाँ खोला छ एउटा। सो त्यहाँदेखि उता चाहिँ हात्तीखर्का ए भनिन्छ। यो पारेको डाँडाहरू डल्लै हात्तीखर्का ए हो, योहरू सबै हात्तीखर्का ए। र हाम्रो यो चाहिँ हात्तीखर्का बी। माथिबाट छ गाउँ तलसम्म, यहाँनिर हामी देख्नेसम्म चाहिँ यो चाहिँ मेरो मेन गाउँ चाहिँ मेरो पर्छ यहाँनिर। त्यहाँदेखि यहाँबाट उँधो पनि छ गाउँ क्या, त्यस्तो एकदमै रमाइलो छ भनौँ न। अब हामीलाई त रमाइलो लाग्छ सानोबाट बसेर हुर्केर हो कि क्या हो है। अनि त्यही हो, अब चाहिँ म जाँदैछु उता। अहिले भने बिहानीको घडी 9:30 भइरहेको छ। यहाँनिर फेरि हाम्रो सिमलीहरू यस्तो रोप्छ कि यो देख वेल्लो पार्ट देख्दैछ नि, सबै सिमली हो, सिमली तरुल क्या यो सिमली। अनि बकुला पनि हुन्छ क्या हाम्रो ठाउँमा, यहाँ उडिरहेको छ बकुला। सो त्यस्तो छ। अनि भने आजको भ्लगमा चाहिँ
मेन गरी तपाईँहरूलाई म हाम्रो गाउँको सबै टुर देखाउनु छ। हाम्रो गाउँ कस्तो छ, के रोप्छ, कहाँ के छ भन्ने कुरोहरू तपाईँहरूले देख्न सक्नुहुन्छ है। तर तपाईँहरूले पनि हेरिदिनु पर्ने हुन्छ लास्टसम्म नि। त्यसको लागि चाहिँ म तपाईँहरूलाई देखाउँदै जाँदैछु है। अनि यहाँबाट रोड सबै लाने बित्तिकै एउटा अलैँची बारी है। अलैँची बारी चाहिँ अब कस्तो भने पहिला चाहिँ भने एकदमै अलैँचीको हाम्रो हुने जग्गा हो यो। अहिले चाहिँ भने साथीहरू के पो हुन्छ, कतिपय बिमारहरूले होइन अलैँचीको बिमार रोगले गर्दा चाहिँ मासिएको छ। तर पनि यहाँ हेर्नुहोस् आम्मामा अलैँची बारी, यो माथि सबै देख्ने अलैँची बारी हो। म तपाईँहरूलाई अब यहाँबाट पस्नु सकेछ भने अलैँची बारीभित्र पनि जाने प्रयास गर्दछु, किनभने तपाईँहरूले पनि देख्नु सक्नुहुन्छ है। यहाँ यस्तो छ हाम्रो गाउँ चाहिँ, यस्तो बसेको छ, एकदम रमाइलो लाग्छ। आज म तपाईँहरूलाई उतापट्टिको खोपबाट पनि देखाउँछु है त। अहिले भने जाँदै हो, अलैँची बारी काटिसक्यो तर मैले यहाँ पस्ने ठाउँ पाइनँ। उँभो पस्ने ठाउँ साथीहरू अलैँची बारीमा पस्ने प्रयास गरे तापनि सकिनँ, बाटै पाइनँ भनौँ न। तपाईँहरूलाई म अर्को बारीमा पुगेपछि त्यहाँनिर चाहिँ छ भने देखाउँछु ल। अनि अहिले चाहिँ धानहरू पनि सबै काटिसकेर हेर्नुहोस्, हाम्रो गाउँको खेतहरू चाहिँ यस्तै छ है। धेरै नराम्रो, धेरै के पो भन्छ टारमा नभए तापनि यस्तो स्ल्यान्डिङ स्लोप जग्गामा बसेको छ है। यहाँनिर कति धान रोप्छ। अनि यहाँनिर एउटा घर नयाँ बनाएको रहेछ च्यादरले है। यहाँबाट बाटो रहेछ तर यो च्यादरले फेरि बारेको रहेछ त अलैँची बारी जाने। यहाँ एउटा घर ठक्कै। सो अझै हाम्रो त्यो डाँडा छैन, एउटा डाँडा छ कि त्यहाँबाट हाम्रो गाउँ देख्छ। तपाईँहरूलाई म नेक्स्ट भ्लगमा देखाउने छु। त्यो चाहिँ अहिले भने चाहिँ यहाँ बिचबाट रोड, तल चाहिँ खेतहरू है। बकुला बसिरहेछ गाइस यहाँनिर। यसले चाहिँ गाई गोरुको के पो भन्छ यो खान्छ नि त। कुलमा बसिरहेछ यहाँनिर है। साथीहरू यहाँ भने चाहिँ अहिले मेरो कोमा होइन, एउटा कोमा थियो माथिको, मेरो कोमाको आमा, मेरो ग्रान्ड कोमा होइन, मेरो आमाको आमा 3 स्टेप, उसको लागि चाहिँ यो धर्मस्थल बनाइदिएको हो। यहाँनिर छ धर्मस्थल होइन। गाईहरू पनि खोल्ने टाइम भएछ। हाम्रो गोठाला भाइ, त्यसमा ल भाइ तल आउ न, तिम्रो गाई अन्त 3टा मात्रै छ त अन्त? 3टा मात्रै? कसले खोलिदियो गोरु? हाम्रो गोठाला भाइ, ऊ चाहिँ एकदम गोठाला गर्नुमा कडा। कति भयो गोठाला गरेको? 8 दिन जस्तो भयो। मजा आउँछ के खाएको अन्त अहिले? हेरौँ त, एउटा देऊ न, म पनि खाइदेऊ न। यो चाहिँ भनेको फार्मपोट। कसले दियो फार्मपोट? कोमाले गएको। कता लाने अब? यता खेतबाट लाने? चाहिँ भने गोठाला गर्छ है, सानो भाइ स्कुल छुट्टीमा यस्तो गोठालाहरू गर्ने गर्छ। अनि त्यही हो, हाम्रो पनि गाईहरू छ। खेत अघि मैले आएको खेत यतासम्म जान्छ। तपाईँहरूले यो कतिजनाले थाहा हुन्छ याद गरेको छ र अथवा सानोमा खेल्नु भएको छ। मास भन्छ होइन, पराल राखेको है। यहाँ त शिवलीबारी फेरि। अनि तपाईँहरूलाई म के भन्न चाहन्छु भने यहाँनिर चाहिँ हाम्रो एउटा गुम्बा छ। यहाँनिर चाहिँ हाम्रो बुद्धिस्ट गुम्बा हो है। त्यही छ हाम्रो गाउँमा। त्यस्तो सबै कुरो छ होइन। यता फेरि खेतबारी केही रोपेको छैन रहेछ। फेरि यता भने चाहिँ अहिले भने चाहिँ केही छैन यता त। यहाँनिर पनि आगो नेक्स्ट इयर घर बनाउनु लागि रेडी खनिरहेको छ होइन। मेरो घर चाहिँ यहाँ तल पर्छ, यहाँनिर हो मेरो घर चाहिँ। यो चाहिँ मेरो घर हो। अनि यस्तो छ
अब यता चाहिँ सब्जी बारी हाम्रो आमाहरूको सब्जी बारी थुप्रो छ भनौँ न अहिले चाहिँ म तपाईँहरूलाई त्यो अर्कै भ्लगमा कभर गर्ने कुरा उयो गर्दछु सो आजको चाहिँ यहाँ यस्तो घर एरिया छ अनि मेरो देवाको घर चाहिँ यहाँनिर छ यो जङ्गलबारीमा यहाँनिर सो यहाँबाट उता चाहिँ म नेक्स्ट टाइम देखाउने कोसिस गर्छु होइन अहिले नै जाउँ है अनि यस्तो छ सबै अब गाउँघरमा चाहिँ के हुन्छ भनेदेखिलाई परदेशमा बस्छ होइन अथवा विदेशमै भनौँ न परदेश विदेशमा बस्छ अनि गाउँमा लास्टमा बुढो हुँदा चाहिँ गाउँमा आउँछ गाउँमा आएर सबैको त्यस्तो हाम्रो मात्रै होइन सबैको त्यस्तो गाउँमा आउँछ अनि गाउँमा आएपछि चाहिँ उनीहरूले यहाँनिर घर बनाउँछ अनि बस्छ आफ्नो जग्गा जमिन सम्हालेर होइन त्यो गर्ने गर्छ अनि त्यो हुँदा चाहिँ के हुन्छ भने एउटा कुरोमा चाहिँ राम्रो आफ्नो जग्गा जमिनमा आएर बसेको तर एउटा कुरोमा चाहिँ एउटा बेनिफिट चाहिँ के हुन्छ भने एउटा बेनिफिट अरे डिसएडभान्टेज चाहिँ के हुन्छ भने पहिलादेखि आएर बसोबासन गरेको मान्छेहरू हुन्छ अनि उहाँहरूको ल्यान्डलाई डिस्टर्ब हुन्छ क्या जति हामीले घर बनाउँछौँ नि त्यति ल्यान्डलाई डिस्टर्ब भएर जान्छ किनभने गाउँ बस्ती भनेको नि मेन चाहिँ के हो भने हाम्रो रोप्नु पऱ्यो नि त केही उब्जाउनु पऱ्यो रोप्नु पऱ्यो त्यो रोप्ने जग्गै छैन भने त साह्रो परेन नि त अन्त है त्यो भन्नु चाहन्छु यताबाट चाहिँ हात्तीको जाने रोड हो हात्तीहरूको जान्छ यताबाट चाहिँ भनेदेखिलाई यहाँनिर एउटा गाडी बसेको छ सायद त्यो कता गएको होला हाम्रो गाउँमा चाहिँ फेरि यस्तो बोलेरो पिकअपहरू मात्रै चल्ने गर्छ फेरि यस्तो बोलेरो पिकअपहरू मात्रै चल्ने गर्छ क्या हाम्रो गाउँमा चाहिँ ग्यास चल्दैन अरू गाडी सानो चल्नु त चल्छ कि तर मुस्किलै पर्छ भनौँ न यो के हो यस्तो छ पारि यहाँबाट स्ट्रेट गरेर देख्नु म तपाईँलाई मुनिबाट देखाउँछु यहाँबाट स्ट्रेटहरू पारि यो सबै इन्डिया हो हाम्रो त्यति साह्रो बोर्डरमा पनि पर्ने गर्छ तर भन्दा बोर्डर तर यहाँबाट टाढै पर्छ है अब हामी यहाँ देवा घर देखाउनेछु भन्दा त यो फामबाटै खानु विशेष यस्तो हुन्छ अलिक पाएको छैन रहेछ हामी देवा घर चाहिँ यहीँ है मजाले बनाएको छ सिमेन्टेड हाम्रो देवाको सब्जी बारी ग्रिन नेटले ट्रक्क बारेर के रहेछ यहाँ प्याज रहेछ साग कोपी ब्रोकोलीहरू है दुःखै हुँदैन क्या सब्जीको चाहिँ हाम्रो गाउँमा यहाँबाट स्टेप छ अन्त झर्ने यहाँनिर अर्को सब्जी बारी ठक्कै त्यस्तो छ त्यस्तै गऱ्यो हेर्नुहोस् न यहाँ मजाले बनाइदिएको छ यहाँनिर चाहिँ दोकान छ नि हाम्रो गाउँको दोकान चाहिँ हाम्रो देमाले थापेको छ यहाँनिर काँडे फुल हाम्रो गाउँमा सबसे भन्दा दामी घर है अहिलेको लेटेस्ट मोडलको घर चाहिँ यहाँ देमाहरूले बनाएको छ यस्तो छ नि त च्याट्ट लगाएर आँगन अन्त यहाँनिर यो ठुलो यो कुकुर के पो भन्छ यसको नाम त वाइट किस के भने गाइस एउटा फामफट खाँदै गएको थिएँ देमाकोमा पाइहालेँ यति लिएको रहेछ उनीहरूले बाँसहरू हेर्नुहोस् यहाँनिर यता चाहिँ अब हाम्रो फ्यामिलीको जग्गा जमिनहरू अलैँचीमा तपाईँहरू अघि बिहा हुने भनेको थिएँ यस्तो छैन अहिले त अस्ति फलिसक्यो नि त इयरमा एकताल त हुँदैन अनि यो कुच्चोको यसरी रोप्छ हाम्रो गाउँमा कति छ यहाँनिर आम्मामा कुच्चोहरू यसरी रोप्छ है अनि चाहिँ म यहाँबाट अब घर लाग्दैछु यहाँ त कुच्चोको घारी रहेछ नि हेर्नुहोस् त पप्पा कुच्चो नाथे त कति हो कति यहाँ त
बेच्दा पनि हुने रहेछ कुच्चोको खेती आम्मामा कुच्चोमै हराइ जाने रहेछ नि गाइस खुट्टामा ढुङ्गा पस्यो कुच्चोमै हराइ जाने गरी खालको छ यहाँनिर चाहिँ कुच्चो पनि है कुच्चो गाडीबाट निस्क्यो भने यसको पातले त फेरि काट्दो रहेछ त गाइस अस्ति मेरो कानमा परेर साथीहरू यस्तो छ यता अलैँची बारी छ यतानिर सबै अलैँची बारी अनि जाँदैछु घरतिर हाम्रो आमाले आमाको सब्जी बारी चाहिँ यहाँनिर छ साग रोपेको छ उता पनि सामान छ बोडी यहाँनिर छ अस्ति देखाइहालेँ मैले बोडी त अनि ब्रोकोलीहरू के उता तोरी फुल्यो तोरी बारीमा भन्ने चाहिँ यहाँ छ गाइस सागहरू होइन तोरीहरू यस्तो छ घाम लाग्दा त अति नै विन्टरमा त रमाइलो हुन्छ क्या गाउँमा तर जब समरहरू लाग्छ नि त्यति बेला अति नै बोरिङ लाग्छ कुहिरोले सक्दैन नि यताउनु नि कुहिरो साह्रो लाग्छ कि अल्छी नै लाग्दा केही देख्दैन वाउ केरा त यहाँ पाकेको छ त भरे यसलाई टिप्नेछु हामी तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ केरा पाक्यो बोटमै पाकेको छ एउटा दुईवटा त एउटा यहाँनिर रहेछ यसको त झन् कति पाकेको छ आम्मामा पुरै पाकेको छ नास्पाती आलु लसुन प्याज होइन लसुन प्याज होला अनि यहाँनिर मटर मटर खतरा रोपेको छ है मटरहरू घरमा आइपुगिसकेको छु मेरो सानो चिटिकेको घर है अनि घरमा यो फुल त्यो अनि अब चाहिँ घरमा आइपुगेको छु एक टुर हानेर गाउँमा हल्लो घर हाम्रो कान्छी निनीको घर अनि यहाँनिर अस्ति हामीले बोकेको थियौँ नि इँटा यति भएछ गाइस सबै टोटल गरेर अन्त उपर एक थाक चाहिँ अर्को छुट्टाएको अनि यो चाहिँ हाम्रो होइन सिन चाहिँ त नि यसरी यो ठुल्ठुलो भएको छ यो त हाम्रोमा त अलिक सानो छ सिन यो के पो भन्छ यसको इङ्ग्लिसबाट नाम थाहा भएन तपाईँहरूले हेरेर चिनिसक्नु भयो होला यस्तो दामी छ यो सिन चाहिँ यसले दिन्छ नि त सो यहाँनिर सानो किचन एउटा अनि यहाँनिर घर है मलाई एकदम राम्रो लाग्ने चाहिँ यो हो नि त वाउ